ओभरअलमा डिस्टेन्स कभर गरेको सोच्नु न, कहाँ नोभो पुगेको थियो, उनीहरू A1लाई लड्यो, A1लाई निकाल्यो त्यहाँबाट, अनि त्यसपछि यहाँ आएर लड्दैछ। अहिलेको लागि सर्कलको एज पनि उनीहरूको लागि बनेको छ, नेक्स्ट पोइन्ट इन्ट्रीको लागि पनि खासै गाह्रो हुँदैन होला। सो राम्रो खेल्दैछ हल्का दिशा, हामीले देखेको पनि थियो अघिल्लो स्टेजमा पनि त्यस्तै राम्रो खेलेको थियो। हेड टु हेड कन्टेस्टको लागि नजिकै पुगिसकेको थियो, #1 को लागि नजिकै पुगिसकेका थियो उनीहरू। यता R3G सर्कल इन्ट्री, यो स्पेसबाट सबै टिमलाई खेल्न गाह्रो भयो कि हो र, एक साइडबाट आयो उनीहरूलाई गाह्रो भयो, R3G लाई पनि गाह्रो परेको छ बिकज मोस्टली त्यहाँ ओपन फिल्ड रहेको छ। कुनै नेपाललाई पनि गाह्रो पर्यो, अलरेडी उनीहरूले प्लेयर लुज गर्न थाल्यो। यहाँ R3G को प्लेयरलाई हुन त फेरि राउन्ड अप गरेर शिकार नै गराइएछ। AST को टिमले किल फिड पक्कै पनि देख्यो यतापट्टि केही एक्सन भयो भनेर, बट उनीहरू मुभमेन्ट देखाउने छैन, उनीहरू यो साइडमा आउने चाहिँ छैनन्। कुनै नेपाल राम्रो फाइट म्यानेज गर्यो भाइ दुबई, नोफियालाई फिनिस गर्यो, जिगललाई फिनिस गर्यो, त्यसपछि बाँकी प्लेयरलाई पनि टेक डाउन गर्दैछ। बट ASTले यिनीहरूभन्दा पहिला सर्कलको एजमा गएर हामीले एलिमिनेसन उठाउन सकिन्छ सायद बुझेको छ, त्यही मौकाको फाइदा उठाएर एक नक निकाल्यो। जोनभन्दा बाहिर प्लेयर हो त्यो, यसै पनि फिनिस हुन्छ थाहा छ। जेरी जो यो टिमको लागि फायर पावरको रूपमा चलेका थिए, अफकोर्स त्यही प्लेयर यहाँ कन्ट्रिब्युट गर्दै त थिए कुनै नेपालको लागि। ट्रिक्स निकाल्न खोज्दैछन् न, गाडीमा भागिसके युजिन। AST को एग्रेसिभ फ्रन्ट चल्दै नै छ, यहाँ पनि अझै पनि फाइट एक्सटेन्ड गर्न खोजिएको छ। तेस्रो एलिमिनेसन पोइन्ट्स आइसक्यो, यहाँ युजिनलाई नेटको साथमा पड्काउने प्रयास रहनेछ। HP थोरै कम गराइएला, स्टिल डाउन भइसकेका छन्। स्मोक पप भयो, सर्टगनमा यो कन्भर्ट हुने हो यो ब्याटल। देखे युजिनले देखे त्यहाँ प्लेयरलाई, राइकालाई नक निकालेको छ। APG को लास्ट बजेको प्लेयरले 1-on-1 रहेको थियो ट्रिकसँग, सकिएन सर्टगनको एक्सनमा। बट सास फर्ने ठाउँ पनि पाएन। AST को टिम कति धेरै नक निकालेका थिए, फाइनली केही एलिमिनेसन सिक्योर गर्न पाइएको छ टिमको तर्फबाट। नम्बर जोगिएको छ यता वर्चस प्रोले। मुभिङ भेहिकलमा आएका प्लेयरहरू अल्का दिशाका प्लेयरलाई ट्रेड त गर्दै थिए, त्यो बीचमा आफूले पनि नक फेस गर्नु पर्यो। जोनको बाहिरको यो ब्याटल, जोन एन्ट्रीको लागि क्विकली मुभ गर्नुपर्ने अवस्था टिमको लागि बन्न पुगिसकेको त छ। जोनको ड्यामेज डिल गर्न सकिँदैन, दे नो द्याट क्विक रियाक्सन दिएन भने गाह्रो पर्नेछ। माथिल्लो साइडतर्फ उनीहरूले एन्ट्रीको बारेमा सोच्दैछन्, यता DRS को टिम पनि नम्बर जोगाएर खेल्दैछन्। एउटा एज बनाउने कोसिस उनीहरूको मुखैबाट प्लेयरहरूको मुभमेन्ट वर्चस प्रोको प्लेयरलाई मुभिङ भेहिकलबाट उतार्नु पर्ने थियो। XMPL निकाल्नेछन् डाउन, त्यो बीचमा ग्यान्टेले पनि नक फेस गरे। वर्चस प्रोका प्लेयर ट्रेड गर्न पनि भ्याइयो, त्यहाँ ग्यान्टेलाई बचाउनु पर्ने हुन्छ। DRS को टिम प्लेयर क्याजुअल्टी उनीहरूले फेस गर्न पुगेका छन्। ग्यान्टे अनएक्सपेक्टेड क्याजुअल्टी हुन पुग्यो, देख्न सकिन्छ। वर्चस प्रोको टिमलाई लबीबाट त बाहिर निकाल्न भ्यायो DRS को टिमले, बट त्यो प्लेयरलाई यदि क्याजुअल्टी फेस नगरेको भए अझै बेटर हुन सक्थ्यो कि। वर्चस प्रोका प्लेयर अगाडि बढ्दैछन्। और स्पोर्ट्सका बचेको एक प्लेयरको नजिकै उनी पुगेका पनि थिए। बाँकी 3जना प्लेयरलाई त DRSले चपेटामा समाति दिए भने उता AST को टिमको लागि अल्का दिशाका प्लेयरको अगेन्स्टमा थ्रोएबलको साथमै डाउन निकाल्दैछन्। त्यो टिम 8 एलिमिनेसन निकालिसकेको थियो, अन्तिम एक प्लेयर मात्रै बचेका छन्। अब XMPL नाभीको प्लेयरको अगेन्स्टमा पनि डाउन निकाल्दै जाए, उतातिर एलिमिनेसन सेक्युर गर्दैछन्। डेल्टाको मुखैमा नाभीको प्लेयरको एन्ट्री शटगनको साथमा स्वागत गर्नेछन् डेल्टाले। DRS को टिम केही एलिमिनेसन पोइन्ट यहाँबाट थपिँदैछ। नाभीको अर्को प्लेयर यता आउने कुनै इन्ट्रेस्ट नै देखाएनन्, गाडी लिन्छन्, निस्किनेछन् बाहिर। डेल्टाको लागि डोमिनेसन 3 एलिमिनेसनको साथमा। डेल्टा त्यहाँ अब त्यो पोजिसन उनको लागि सही छैन। माथिल्लो साइडतिरबाट स्योर शट आउने हो। वर्चस प्रोका प्लेयरलाई त्यो टावरमा पुगेको हामी देख्न सक्छौँ। डेल्टाले पनि रियलाइज गरेका रहेछन्, त्यो एरियातर्फ यसो सर्ट दिने कोसिस उनको तर्फबाट पनि भयो। नाभीका एक प्लेयर त्यो बाटोमा नक, एलिमिनेसन सेक्युर बारे सोचिनेछ। एक्सन प्लेयर नजिकै पुगेका रहेछन्। ओके, किलर वाइटी पनि त्यहाँ सँगसँगै रहेछन् अनि इजी ट्याकल गरिनेछ यो पारी। DRS को टिम एलिमिनेसन पोइन्ट उनीहरू पनि आफ्नो पोल्टामा जोड्दैछन्। लोअर पोर्सनमा भएको नाभीको प्लेयरलाई स्पट गर्ने बारेमा पनि सोचिनेछ। त्यहाँ पञ्चरको पोजिसनको बारेमा आइडिया पा छैनन् र किलर वाइटीले अझै ओके स्मोक भएको एरियातर्फ यसो ऱ्यान्डम गेसको साथमा उनी स्प्रे दिने कोसिस गर्दै थिए भने उता AST को लागि पनि ट्रिक्स नक हुन पुगे। डेल्टा स्मोक छ, गाडीको कभर उनीसँग रहेको छ, लेफ्ट साइडमा भएको त्यो प्लेयरको इन्फर्मेसन सायद उनीसँग छैन। लेमन त्यो नक अवस्थामा अझै पनि छन्, त्यो एलिमिनेसन कसैले सेक्युर गरिएको छैन अहिलेसम्म भने। XMPL गाडी लिन्छन्, सिधै नाभीको प्लेयरको मुखैको छेउतर्फ सायद उनी लागेका छन्। त्यहाँ त्यो प्लेयरको पोजिसनको बारेमा अब सायद कल दिइनेछ अनि थ्रोएबल स्प्याम गर्न सकिन्छ त्यो पोजिसनमा पनि। AST क्विक रिकभरी उनीहरूले पनि गरेका छन्। राम्रो गेम जाँदैछ हाम्रो सबै नेपाली टिमहरूको लागि। युवालाई यदि हेर्नुहुन्छ भने DRSले पोइन्ट्स निकाल्दैछ, ASTले पोइन्ट्स निकाल्दैछ, होरले पनि अब अलिकति सर्भाइभल थप्छ, पोइन्ट्स बनिहाल्यो। 5-6 पोइन्ट्स पर म्याच आउँछ भने खुसी नै हुने हो। बट AST यो म्याच चाहिँ चिकनेर निकाल्नुपर्छ। अघिल्लोचोटि जोनले दुःख दिएको थियो, बट यो पालि जोनले हल्का साथ दिएको जस्तो पनि छ। XMPLले देख्दो रहेछन् भुपु टिममेटलाई त्यहाँ टाढीबाट
आँखा लगाए उनले मिनीको साथमा। एएसटीलाई पनि देखेका थिए, सर्टसित पनि लिए, कनेक्ट त भएन, बट ओरेन्ज स्पोर्ट्सलाई एलिमिनेट गरिएको छ। स्लिपी लास्ट पनि स्ट्यान्डिङ थिए, पालै पालो प्लेयर फिनिस भएको। यता एक्सएमपिएलको आर्कको मिनी 14 को सर्टले पनि काम गर्यो, नक आर्कको निकालिएको छ चिकन डिनरतर्फ। पहिलो चिकन डिनरतर्फ यो इभेन्टको डिआरएस लाग्दैछ अनि इम्पोर्टेन्ट स्टेजमा पनि हो, बिकज यति लगातार खराब म्याचेस गइसकेपछि अलिकता क्वेसन रेज हुन सुरु गरिसकेका थिए, बिकज 9 म्याचेसहरू खराब गए। 9 मध्येमा सायद तपाईँले एक म्याच राम्रो खेलेको मान्न सक्नुहुन्छ होला, जसमा 12 पोइन्ट आएको थियो, बाँकी धेरै खराब रहेको थियो। अब यहाँबाट मोमेन्टम समात्नु पर्यो, बिकज हामी भन्दै थियौँ आजबाट त कुनै पनि टिमले कुनै पनि म्याचलाई कुनै पनि पोइन्ट्सको लागि हेलचेक्राइ गरेर खेल्ने छैनन्, अल सिरियस हुनेछन् अनि सबै आफ्नो सकेको बेस्ट पर्फर्मेन्सको लागि मैदानमा उत्रिनेछन् भनेर हामी भन्दै पनि थियौँ। नाभिका एकजना प्लेयर गमला बनेर बसेको अवस्था छ। एएसटी र डिआरएसको बिचमा मोस्ट लाइकली कम्पिटिसन हुनेछ चिकन डिनर कसको भनेर, बट एट द एन्डमा सायद हामीले 3टा नेपाली टिमलाई 1, 2, 3 मा देख्न पाउने पनि हुन सक्छ भन्दै। त्यहाँसम्म ओभरअल ऱ्याङ्किङमा यसो बिस्तारै हेरिन्छ भने मेबी पोसिबल छ है भनेर पनि भन्न सकिन्छ। एएसटी राम्रो, यो टिमले यति धेरै नक निकालिसकेको छ यो म्याचमा, यति धेरै होला उनीहरूको लागि एलिमिनेसन सिक्योर भएको छैन, बट जता मिल्छ नक निकालिराखेका छन्। त्यो एलिमिनेसन सिक्योर गर्न फेरि पनि चान्स बनाइँदैछ। उता भेनमलाई एक्सएमपिएलको मिनी 14ले काम गर्न पुग्नेछ, नक निकालियो त्यहाँ एएसटीको टिम। परको एलिमिनेसन सेक्युर गर्नतर्फ त लाग्दैछन्, तर पार्टनर रिकभरीको पनि कुरा आउन पुग्नेछ। डिआरएसका किलर वाइटी च्याम्पियनको प्लेयरलाई स्पट गर्दै त्यो एलिमिनेसन सेक्युर गरे। 11औं एलिमिनेसन डिआरएसको नाममा पनि आइसक्यो यो म्याचमा र एएसटी भेनमलाई बचाउने अवस्थामा के छ त कहानी उनीहरूको। थ्रु द स्मोक त्यो प्लेयरलाई सर्ट दिने कोसिस ट्रिक्स छँदैछ, एमो खर्च गर्दै पनि छन्, यसो हिट मार्क पनि आयो, फेरि फर्दर मोर उनको सर्टले प्रायोरिटी दिनेछ त्यो एरियातर्फ। अझै पनि कनेक्सनले आइराखेको छ, हिट मार्क आइराखेको छ, प्लेयरलाई नक निकाल्न सकिन्छ कि भन्ने कुरा रियलाइज गरेका छन् ट्रिक्स। फेरि एकपटक नक निकाल्दै त्यहाँ भएको प्लेयरलाई फलोअप स्प्रे जाँदैछ उनको तर्फबाट। एमिक्सको लागि हामी देख्न सक्छौँ बेका थोरै पछाडि सर्ने बारे सोच्दैछन्। टप 4 टिम लिस्ट बन्न पुगेको छ। एएसटी नम्बर उनीहरूसँग मात्रै हो, 4जना प्लेयर सर्भाइभिङ यदि हेरिन्छ भने। डिआरएस ट्राईको साथमा छन्। एमिक्सको लागि पनि यदि बेकार रिभाइभ भएनन् भने उनीहरू पनि डुओमा हुन पुग्ने थिए। डेल्टा गन बी टेकन डाउन, रिकको भिजनमा डेल्टा बन्न पुगे। उता नाभीको प्लेयर पोजिसनको बारेमा डिआरएससँग आइडिया अझै पनि छैन। गमला बनेर बसेका प्लेयरले कसैलाई खाइदेलान् कि भन्ने डर त्यहाँ हुन सक्नेछ टिमको लागि। इङ्ग्विस र फ्लिकलाई हामी देखिन्छ उनीहरू आफ्नो पार्टनर बचाउनको लागि सकेसम्म कोसिस गर्नेछन् र प्लेयरलाई बचाइने पनि छ। यता डेल्टाको अगेन्स्टमा नक निकाल्ने बित्तिकै एएसटीको टिम प्रेसर बिल्ड गर्न आएका छन्। डिआरएसलाई एउटा साइडमा कर्नर गर्न खोजिँदैछ। यहाँ किलर वाइटी डिफेन्ड गर्न रेडी छन्। एक्सएमपिएल गाडीको साथमा घुम्दै गरेको त म देख्दैछु। अब डर एउटै मात्र छ कि नाभीको त्यो प्लेयरको पोजिसन थाहा नभइसक्दाखेरि डिआरएसले प्लेयर क्याजुअलिटी फर स्योर फेस गर्नुपर्ने अवस्था यहाँ आउँछ भनेर। कसको चिकन डिनर हुँदैछ त? नेपाली चिकन डिनर हुन्छ त, बट आपसमै लड्ने हुन् कि भन्ने पनि कता कता डर चाहिँ लागिरहेको छ। एक्सएमपिएल एक्सपोज भएका रहेछन्, हेभी ड्यामेज फेस गरे, सही टाइममा झुक्न भ्याए अनि त्यसपछि हिल गर्न भ्याउनेछन् उनले। डिआरएसका बाँकी प्लेयर पनि निस्किनु पर्यो, जोनको लागि 17-18 मिटर कभर गर्नुपर्ने रहेछ। एएसटीले कहाँ कहाँ प्लेसमेन्ट बसाएको छ आफ्नो, ट्रिक्स टाढा बसेर खेलेका रहेछन्। पार्टनरले छोडेर गए नजाऊ होला, उनीसँग गाडी छैन पछाडि, उनी जोन कसरी आउने त? डिआरएसले नक निकाल्यो भने एएसटीको एगेन्स्टमा देन ओपनिङ अरूको लागि पनि खुल्छ। सो यो एएसटीले म्याच निकाल्न मिल्ने प्लेसमेन्टमा काम गर्दैछ, बट लेफ्टको एमिक्सलाई खुल्ला छोडियो भने, बिकज दुईटै टिम सर्कल फोकस गरे, अफकोर्स गर्नै पर्यो, स्लोबाट तल झरेर खेल्नै पर्यो, अनि त्यो बिचमा एमिक्सलाई कसैले पनि देख्दैन, अनि खुइ एमिक्स सर्कलमा मजाले आफ्नो प्लेसमेन्टमा काम गर्न पनि सक्छ। एएसटी र डिआरएस आपसमा भिड्यो भने झ्याममा उनीहरूले हात त्यो बेलामा लगाउन पनि सक्छ। त्यो भन्दै पनि थिएँ म, एक्सएमपिएलले नक निकाले, पछाडि बसेको प्लेयरलाई पनि लिएर आउँ होला, ऊ पछाडि छुट्यो भने काम छैन म भन्दै थिएँ। छोडियो उसलाई पछाडिपट्टि, अनि उसलाई एक्लै पारेर एक्सएमपिएलले मिनी 14 पड्काहाले। स्मोक लगाएर बचाउने चान्स लिन्छ र गाडी छ भने सायद लिन सकिन्छ, बट एउटाको चक्करमा दुईजनै डाउन भयो भने अर्को एउटा खतरा। त्यो बिचमा बेकाले नक निकाले। 3-3-3 को ब्याटल अलमोस्ट बन्दैछ, बट डिआरएसको डेल्टा डाउन हुँदाखेरि प्रब्लम अलिकता थपिएको थियो, बट बेकाको नेडले काम गर्यो, किलर वाइटीलाई डाउन गर्यो। राम्रो एलिमिनेसन उठाएको थियो टिम डिआरएसले, बट अब एक्सएमपिएलमा रेस्पोन्सिबिलिटी। एक्सएमपिएल राइट नाउ एएसटीलाई हेर्दैछन्, रिकभरी तर्फ चाँडै फोकस गर्नु पर्यो। उता एमिक्स मार्चिन गरिसकेको छ स्क्वाड वाइप गर्न विथ द थ्रोएबल्स। स्प्याम हेरौँ त्यहाँ थ्रोएबलको स्प्याम हेरौँ त्यहाँ रेड जोन, मिनी रेड जोन बनाएको छ, दुई तर्फीबाट आउँदैछ थ्रोएबल भनेर सायद भन्न सकिन्छ। यहाँ अर्को डिरेक्सनबाट पनि थ्रोएबल ब्याक टु ब्याक फालिँदै थियो। डिआरएसले एक प्लेयरलाई चाहिँ बचाउन भ्याउने भयो, बट स्यान्डविच छ अवस्था डिआरएसको टिमको लागि। एएसटी नम्बरको साथमा उनीहरूले नै हो काम गर्ने। किलर वाइटी जो भर्खरै उठेका थिए, फेरि एकपटक उनलाई नक निकालियो, किलर वाइटीको एलिमिनेसन सेक्युर गर्यो। इनफ्याक्टमा डिआरएसको टिमलाई लबीबाटै बाहिर निकालियो। राम्रो एलिमिनेसन र सर्भाइभल पोइन्ट निकालेको डिआरएसको टिम रोकिन बाध्य भए। एएसटी फेरि एकपटक
आउँदैछन् चिकन डिनरको नजिकै रेजिस्टर गर्न पाइसकिएको त छैन अहिलेसम्म। अब भने यो एउटा सुनौलो मौका उनीहरूले गुमाउनु भने चाहिँ हुँदैन। AST को टिम त्यो सिचुएसन कसरी कन्ट्रोल गर्नुपर्छ सायद उनीहरूलाई आइडिया भइसकेको छ। ओपन फिल्डमा को प्लेयरको पोजिसन कहाँ छ भन्ने कुरा थाहा छैन, भएको थ्रोएबल म्याक्सिमम खनाइसकिएको छ। प्लेयरले यहाँ जताबाट पनि सर्ट दिन सक्छन्। एउटा सानो गल्तीले टिमले नै चिकन डिनर मिस गर्नुपर्ने अवस्था आउन सक्नेछ। यहाँ AST को टिम टेबल टप स्पटसम्मको यात्रा उनीहरूले बनाउनेछन् केही पोइन्ट्सको साथमा नै। AST नम्बर 6 एडभान्टेज छ, यहाँ जित्नै पर्ने हुन्छ यो म्याचलाई त। लास्ट पोसिबल सर्कल देख्दैछौँ, यसपछि आउने यो कोल्याप सर्कल। यो ओपन फिल्डमा प्लेयर स्पट गर्न जतिको गाह्रो कुरा सायद केही पनि हुँदैन हुन्छ नि। हिजोको दिनमा हामीले यही देखेका थियौँ र आज पनि यही देख्दैछौँ भनेर आकलन जुन लगाइएको थियो, एक्ज्याक्टली सिमिलर स्टोरी हामीले यहाँ देख्न पाइराखिएको छ। AST भेनमले एलिमिनेसन पोइन्ट पाएका छन्, बाँकी 8 एलिमिनेसन पोइन्ट आइसक्यो। 3 जना प्लेयरलाई यदि समातियो भने राम्रो एलिमिनेसनको चिकन डिनर त्यहाँ हुन पुग्ने थियो। रिग स्पट गरे, बेक्काको पोजिसनको बारेमा आइडिया रह्यो, बट स्याड पार्ट थ्रोएबल थिएन। भेनम जर्डले त्यहाँ पर्फेक्ट नेटको साथमा डाउन निकालिदिए। बाँकी 2 प्लेयरलाई खोज्नु पर्ने हुन्छ। अब रिग अगाडि मुखैमा छ प्लेयर, सायद उनले नोट गरेका छैनन्। उतातिरबाट इङ्ग्लिसले पनि स्पट गरेका छैनन्। ओके, उठेर सर्ट दिने मौका रिगको लागि, त्यो प्लेयरलाई डाउन निकाल्यो। अब फ्लिक अन्तिम प्लेयर बचेका छन्, त्यो प्लेयरको पोजिसन अझै पनि हिन्ट छैन यहाँ AST लाई। राइट साइडमा नै छन् कि भनेर रिगले यसो आकलन लगाएर सर्ट दिन खोज्दै थिए। फाइनल्ली AST यहाँ चिकन डिनर निकाल्न सफल भए। राम्रो एलिमिनेसन, डबल डिजिट एलिमिनेसन पोइन्ट र त्यो सर्भाइभल पोइन्ट टिमको लागि आएको छ। टेबल टप स्पटमा उनीहरू र स्पोर्ट्स पनि रहेछन्, DRS पनि माथि चढेको छ। नेपाली टिमहरूको लागि यो म्याच निकै नै उत्कृष्ट हामीले देख्न पायौँ। रिग टिम नेपाल सायद देखाउन